चिसो। स्वागत छ तपाईँलाई ब्लगमा। आजको हाम्रो यात्रा हेम्जा हुँदै नौडाँडा निक्लिँदै सरङकोटतर्फको छ। अहिले हामी लगभग नौडाँडा लागिसकेका छौँ। अत्यन्तै राम्रो दृश्य देख्न सकिन्छ, रमाइलो छ। हेर न कस्तो भयो आजको ट्रिप? राम्रै भयो आजको ट्रिप। के भन्नु? यात्रा राम्रो भयो, सफल भयो। ठाउँ पनि राम्रो छ, लोकेसन राम्रो छ। हामी यो अहिले ट्रिप बनायो। अहिले हामी सरङकोट आइसकेका छौँ। चिसो छ, अत्यन्तै चिसो भइरहेको। जाने कताबाट बाटो थाहा छैन हामीलाई। जाडो भएन? ड्रपमा फाइनली सरङकोट पनि आइयो चट्ट लाएर। कस्तो लागिरहेको छ? एकदम राम्रो मन्दिर, अहिलेको चलेको एकदम राम्रो। यसको बारेमा सरङकोटको पछाडिबाट यस्तो देखिन्छ चट्ट लाएर। आज बादल लाएर त्यति केही देखिएको छैन। आज मेरो भ्लगमा तपाईँहरू सरङकोट घुम्न सक्नुहुनेछ गाइज। यो भनेको एकदम फेमस पोखराको सबै ठाउँ देख्न सकिन्छ, हो कि होइन? अहिले अपराह्नको 4 बजिसकेको छ, तर हाम्रो हिँड्ने क्रम जारी छ। यहाँ अन्नपूर्ण केवल कार पनि हेरेर जाने बाटो रहेछ। यसलाई पनि अवलोकन गरिदिउँ त बाटो लगाएर। हामी तपाईँलाई भ्यू टार देखाउँछ। पोखरा सहर देखिन्छ यहाँबाट, तर आज दिन अलि नखोलेको हुनाले राम राम राम। गणेश त यहीँ छ नि त। यो मन्दिर सो ब्युटिफुल, नाइस। तपाईँहरूलाई म अझै यो धरारा देखाउँछु। दिस इज अ धरारा। यो सोलर भयो। अहिले हामी एकदम अग्लो उचाइमा छौँ। प्रत्यक्ष देख्न सक्नुहुनेछ यहाँ। श्री भैरवनाथ। अब तपाईँले यता हेर्नु सक्नुहुन्छ, यता चाहिँ हाम्रो सोल्टी आजको मुख्य
डाइरेक्टर यताबाट काँडे हुँदै के भन्छ नौडारा चट्ट लाएर क्यामेरा यसरी घुमाइदियो भने यहाँ आयो यी हेम्जा आज दिन अलिक खुलेको छैन यो पोखरा यो कहाँ पर्यो हेम्जा गाउँ खोला सररररररर चाहिँ अब पोखरा यसो देखिन्छ अब है अझै हामी एक राउन्ड हानेर जाऊँ है माथि हामी चाहिँ अब तपाईँहरूलाई देखाउँछौँ सो नाइस तपाईँहरू पनि आउनु होला घुम्नु होला जिउँदै हुँदै के कसो यो नयाँ मूर्ति भवन अब हामी माथि जाऊँ है आज हाम्रो एकदमै लामो यात्रा बिहानबाट अब धरहरा चढ्ने क्रममा छौँ हामी काउडाँडाको के अरे सरनगढको भ्युटार 68 करोडको होइन यो टार यहाँ माथि चढ्यो भने चिया फ्री होइन के खानु मन छ पुरै फ्री छ अरूभन्दा त सबैभन्दा एकदम सस्तो ताजा ताजा हावा फेरि फाइनली हामी टप फ्लोरमा आइसकेका छौँ सुलुलुलु ज्यान त श्रिङ श्रिङ बनाउँदो रहेछ ज्यान त श्रिङ श्रिङ भइरहेछ त सुलुलुलु स्यारारारारा चाहिँ अहिले हामी यहाँ जान पनि डर डर लाग्दो रहेछ यस्तो छ तल चाहिँ गणेशको मूर्ति सुलुलुलु सुलुलुलु सहर सेती खोला काउडा सुलुलुलु यो फेवाताल हजुर यहाँ मान्छेको खुट्टा काँगेर यस्तो छ सुलुलुलु यता आउ न कसो लाउँछु अत्यन्तै माथिबाट देख्न सक्नुहुन्छ यतापट्टि त घाम अत्यन्तै सुन्दरसँग लागिरहेको छ अहिले यो रह्यो गणेशको नयाँ मूर्ति फेवाताल अत्यन्तै सुन्दर देखिएको छ यहाँबाट रह्यो भने सुरु हुन्छ फेवाताल सारा यो रह्यो चाहिँ पछाडिको भाग अगाडिपट्टि पोखरा छ भने पछाडिपट्टि ढिकुर पोखरी यता पनि अत्यन्तै राम्रो देखिरहेको दृश्य छ जसो तसो गाडीहरू माथि आउने क्रम छन् यहाँबाट ट्राभल प्रत्यक्ष देखिरहेको छ भने यता हेऱ्यो पोखरा यता हेऱ्यो ढिकुर पोखरी
अत्यन्तै राम्रो दृश्य देखिरहेको छ सुलुलु। कस्तो मजा आउँदो रहेछ सोल्टी? दामी छ नि अनि तर उता जान खुट्टा कामेर न त म उतै पुगिदिन्थेँ सुलुलु हुन्थ्यो कस्तो डर लाग्यो। यति गर्दै सुलुलु हेर्छ त्यो त्यसको हेर्छु कि यति गर्दै गाइस सुलुलु। अब हामी तल झर्ने क्रममा छौँ। सुलुलु कस्तो राम्रो मन्दिर छ। श्री भूमि काली माईले सबैको रक्षा गरौँ भन्दै हामी यहाँबाट बिदा हुन्छ। सुलुलु श्री पञ्चमीमुखी गणेश सिक्का छैन तर अब यहाँ पञ्चमी गणेशमा यस्तो छ। गणेशले हामीलाई नमागेको पनि दिउन्, मागेको त त्यसै दिइहाल्नुहुन्छ हामीलाई। सुलुलु हामीले यहाँ दर्शन गर्दैछौँ। गणेश भगवानलाई पनि हामीले घुम्न सफल भयौँ। सुलुलु अब हामी उता तल जाऊँ होइन? यस्तो छ दृश्य। एकचोटि आउनुभयो भने दुईचोटि फर्केर जानु नि तपाईँ। सुलुलु ज्याडो बढेको छ। यता चाहिँ के रहेछ हौ? तपाईँहरूलाई म आवाज सत्ययुगमा लागि जाँदैछु कलियुगबाट। त्यसरी तपाईँलाई अचम्म हुन लाग्न सक्छ, अब बुझ्नु सक्छ, तर तपाईँ नमान्नुहोस्। हेर्नुहोस् यहाँ हेर्नुहोस्, आँखा झिमिक्कै नगरिकन हेर्नुहोस्। यहाँ के देख्नुभयो? के देख्नुभयो? पानी सुलुलु यहाँ देख्न सक्नुहुन्छ। अत्यन्तै राम्रो दृश्य। यो त हामी त कलियुगमा आए जस्तो महसुस भइरहेको छ। सत्ययुगमा, कलियुगबाट हामी सिधै सत्ययुगमा प्रवेशद्वार गरिसकेका छौँ। सुलुलु अत्यन्तै धर्मात्मक हुनुहुन्छ उहाँ र मैले पनि अब गर्नुभयो। हामीले कुनै ठुलो पाप गरेछौँ भने आज हाम्रो पाप पनि पखालिनेछ भन्ने हामीलाई पुरा विश्वास र आशा छ। सोली हामीले कुनै गल्ती पाप गरेको छौँ भने पनि आज पखालिने हामीलाई पुरा विश्वास छ भन्दै सुलुलु सुलुलु भन्दै हाम्रो यहीँ सकिन्छ। धन्यवाद। सुलुलु मैले अहिले चाहिँ महाराज शिवको दर्शन गरेर सुलुलु टिका लगाइसकेको छु।
आशीर्वाद मैले आज थापिसकेको छु। मलाई पूर्ण विश्वास छ मैले चिताएको त पुरा हुन्छ नचिताएको पनि झन् डबल पुरा हुन्छ। यहाँ अहिले प्रत्यक्ष लाइभमा छु। अहिले सुलुलु गर्दै हामी फर्किसकेको अवस्था छ। अब धेरै समय माथि बस्यो भने चिसोले हाम्रो अब स्वास्थ्यलाई खराब पार्ने अवस्था हुन्छ। सराङकोटको डाँडीमा सुलुलु गर्दै आजको हाम्रो कार्यक्रम पनि यही अन्त्य गर्दै हावा सरेर र आगामी अब चाहिँ अर्को भिडियोमा तपाईँ मार्फत जोडिनेछौँ। यता हेर्ने हामी अघि यता यता हो।